ल सो आज हाम्रो यो सेसनमा चाहिँ कुनै पनि हामी एउटा बेसिक इन्ट्रोडक्सनबाट जाऊँ है त। अब वेबसाइट भनेको के हो, वेबसाइटको लागि हाम्रो कस्तो कस्तो टाइप्सको टुल्सहरू युज गर्छौँ होइन। अब वेबसाइटको लेआउटहरू कसरी बनाउने, वेबसाइटलाई कसरी स्ट्रक्चर दिने, कसरी चाहिँ डिजाइनिङ गर्ने भन्ने कुरा यो हाम्रो सेसनमा चाहिँ डिस्कस गर्छौँ है त। त्यो डिस्कस गर्नुभन्दा अगाडि हामी के डिस्कस गर्छौँ भन्दाखेरि हाम्रो वेब भनेको त के हो त। वेब भनेको इन्ट्रोडक्सन टु वेबको बारेमा कुरा गर्छौँ। डिजाइन त हामी पछि अर्को सेसनमा गर्छौँ। अहिले बेसिक इन्ट्रोडक्सन होइन, जस्तो वेब भनेको के हो, एचटिएमएल भनेको के हो यसको बारेमा हामी यो सेसनमा चाहिँ यो भिडियोमा चाहिँ हामी डिस्कस गर्छौँ है त। ल लेट्स गेट स्टार्टेड। सुरुमा त हाम्रो यो वेब भनेको के हो भनेर बुझ्नुपर्छ हामीले। वेब सिम्पली भाषामा भन्नुपर्दा यो इन्टरनेट हो क्या, इन्टरकनेक्टेड सिस्टम हो भनेर बुझ्नु पऱ्यो, ठिक छ। जस्तै हाम्रो फर इक्जाम्पल हामी प्रत्येक दिन, प्रत्येक घन्टा, प्रत्येक सेकेन्ड मल्टिपल डिभाइसेसहरूबाट अथवा मल्टिपल युजरहरूले कुनै पनि वेबसाइट, कुनै पनि इन्फर्मेसन ग्यादर गर्नको लागि त वेबसाइटमै जाने हो नि त, वेबसाइटमै जाने हो नि त। भनेपछि त्यो वेबसाइटलाई हामीले एक्सेस गर्छौँ के गरेर, www. जस्तै युट्युब हेर्नु पऱ्यो भने www.youtube.com होइन, इन्स्टाग्रामको लागि .instagram.com, facebook.com हुन्छ, google.com हुन्छ। यस्तो अब आफ्नो वेबसाइटको आफ्नो डोमेन भन्छ हो, त्यसलाई हामीले युआरएलबाट हिट गर्छौँ। हिट गरिसकेपछि के गर्छ, त्यो हाम्रो क्लाइन्ट मेसिनले त्यो सर्भर मेसिनलाई के गर्छ, रिक्वेस्ट पठाउँछ क्या, रिक्वेस्ट पठाउँछ। ल सर्भर दाइ मलाई यो कन्टेन्टहरू चाहिएको छ यो वेबसाइटबाट, मलाई ल हिट गर्छु, तपाईँले मलाई यो त्यो डेटाहरू, सम्पूर्ण डेटाहरू मलाई दिनु पऱ्यो भनेर उसले क्लाइन्ट मेसिनले सर्भर मेसिनलाई रिक्वेस्ट पठाउँछ। र सर्भर मेसिनले ल सबै चिजहरू ओके छ, उसले चाहिँ के अरे यो लोकेसनहरू कता कताबाट आएर चाहिँ यो रिक्वेस्ट कहाँबाट आइरहेछ भन्ने सबै चेक गर्छ सर्भरले। सर्भर भनेको त्यस्तो टाइप्सको इन्टेलिजेन्स सेन्ट्रलाइज्ड मेसिन हो, जसले चाहिँ कुनै पनि डेटाहरू होइन, कन्टेन्टहरूलाई चाहिँ स्टोर गर्ने काम गर्छ, प्लस डेलिभर गर्ने काम गर्छ क्या, डेलिभर गर्ने काम गर्छ। ल सबै चिजहरू ओके छ, क्लाइन्ट मेसिनको सबै डेटाहरू ओके छ भनेपछि उसले सर्भर मेसिनले चाहिँ सर्भर क्लाइन्टलाई रेस्पोन्स गर्छ, ल भाइ तिमीले चाहेको डेटाहरू सबै एक्सेस गर्न सक्छौ अब चाहिँ भनेर उसले के गर्छ, त्यो डेटालाई चाहिँ प्रोभाइड गर्ने काम गर्छ क्या है त। यही भनेको हाम्रो के हो, कुनै पनि वेब क्लाइन्टको र वेब सर्भरको चाहिँ इन्टरेक्सन, रिलेसनसिप बिट्विन यो। हुन त हामी पछि पनि डिस्कस गर्छौँ होइन, यो जस्ट सिम्पल इन्ट्रोडक्सन होइन त। र यो वेबको कुरा गर्दाखेरि अर्को यसको फर्म भनेको चाहिँ यो वेबकै कुरा गर्दाखेरि एउटा इम्पोर्टेन्ट कम्पोनेन्ट बुझ्नुपर्ने भनेको www, यसलाई हामी वर्ल्ड वाइड वेब पनि भनेर बुझ्छौँ है त। र यसलाई अर्को भाषामा W3 पनि भन्छ क्या, W3। र W3 को फाउन्डर भनेको चाहिँ टिम बर्नर-ली हो है। कुनै पनि वेबसाइटहरू होइन, द फाउन्डर अफ www भन्ने बित्तिकै हामीले टिम बर्नर-लीलाई भनेर चाहिँ हामीले चिन्नुपर्ने हुन्छ, जसले चाहिँ CERN फिजिक्स ल्याबमा बसेर चाहिँ उसले 1991 अथवा 1990 अथवा 1990 चाहिँ उहाँले यो वर्ल्ड वाइड वेबको चाहिँ इन्भेन्ट गर्नुभएको थियो क्या। टिम बर्नर-ली भनेको त्यस्तो टाइप्सको मान्छे हो जसले चाहिँ फर्स्ट वेब सर्भर, फर्स्ट वेब ब्राउजर र फर्स्ट वेब पेज चाहिँ डेभलप गर्नुभएको थियो, ठिक छ। हो यही पार्ट भनेको हाम्रो बेसिक इन्ट्रोडक्सन हो। इन्टरनेट भनेको के रहेछ बुझ्यो नि, इन्टरनेट भनेको के रहेछ, वेबसाइट कसरी काम गर्छ भन्ने कुरा त बुझ्यो नि। ल हाम्रो नेक्स्ट सेसन भनेको अब यो एचटिएमएल भनेको के हो भन्ने कुरा हुन्छ। एचटिएमएल सिम्पल भाषामा भन्नुपर्दा हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज, यो एउटा त्यस्तो टाइप्सको मार्कअप ल्याङ्ग्वेज हो जसमा युज गरेर चाहिँ हामीले कुनै पनि वेबसाइटको स्ट्रक्चर बनाउन सक्छौँ क्या। स्केलेटन भर्जन भन्ने हुन्छ नि हो, त्यसलाई हामी डिफाइन गर्न सक्छौँ, ठिक छ। कुनै पनि वेबसाइटको स्केलेटन भर्जन डिफाइन गर्न सक्छौँ। जस्तो फर इक्जाम्पल अहिले हामी कार डिजाइन गर्ने एउटा इन्जिनियर हो, ठिक छ। सपोज अब कार इन्जिनियरले के गर्छ त, सुरुमा त यसरी नक्सा कोर्छ नि त, चक्का गोलो हुन्छ होइन, दुईवटा चक्का हुन्छ, दुईवटा भन्नाले चारवटा होइन, अहिले यहाँ देखाउँदाखेरि त दुईवटा देख्यो नि त।
अर्को झ्याल हुन्छ जस्तो। अब यति हामीले डिजाइन गऱ्यौँ। यो भनेको के भयो, एउटा बेसिक स्ट्रक्चर हो, कारको स्ट्रक्चर भयो। यसलाई नै भन्छ हामी वायर फ्रेमिङ भन्छौँ क्या। के भन्छ, वायर फ्रेमिङ। वायर फ्रेमिङ कुनै पनि हामीले स्केलेटन भर्जन डिफाइन गर्दैछौँ भने त्यसलाई हामी वायर फ्रेमिङ भन्छ। यो काम भनेको सबै युआई युएक्स डिजाइनरले गर्छ क्या। युआई युएक्स डिजाइनरले कुन वेबसाइट कस्तो देखिन्छ, कुन एलिमेन्ट कहाँ राख्दा ठिक हुन्छ, कुन कन्टेन्ट कहाँ राख्दा ठिक हुन्छ भन्ने कुरा सबै युआई युएक्स डिजाइनरले डिफाइन गर्ने काम, ठिक छ। जस्तै फर इक्जाम्पल एउटा यो वेब पेज छ अरे, ठिक छ, होम पेज छ अरे। अब हाम्रो न्याप बार भनेको त हाम्रो टप सेक्सनमा हुन्छ नि त, यो सेक्सनमा हुन्छ नि त न्याप बार भनेको त। जस्तै फर इक्जाम्पल न्याप बारमा एउटा लोगो छ अरे, फर इक्जाम्पल यहाँ एउटा लोगो छ अरे, यहाँनिर एउटा मेनु छ अरे, ठिक छ। यो साइडमा मेनु हुन्छ, जस्तै होम बार होइन, होम सेक्सन हुन्छ। अर्को भनेको तपाईँको कस्तो हुन्छ, कन्ट्याक्टहरू हुन्छ होइन, ब्लग्सहरू हुन्छ यो साइडमा। अनि यो न्याप सेक्सनभन्दा अलिकति तलपट्टि चाहिँ हिरो सेक्सन हुन्छ क्या। हिरो सेक्सन भनेर ठ्याक्कै न्याप तलपट्टि हुन्छ। यहाँनिर इमेजेसहरू हुन्छ, जस्तै फर इक्जाम्पल यहाँ इमेजेस छ अरे होइन, यहाँनिर हल्का डिस्क्रिप्सनहरू लेखेको छ अरे होइन, यस्तो हल्का डिस्क्रिप्सनहरू लेखेको छ अरे यहाँनिर। हो यस्तो सेक्सनहरूलाई चाहिँ हामी वायर फ्रेमिङ भन्छौँ। कुनै पनि वेबसाइटलाई लेआउट दिन सक्छौँ भने त्यसलाई हामी के भन्छौँ, वायर फ्रेमिङ। यो सबै काम भनेको युआई युएक्स डिजाइनरले गर्छ है त। अनि युआई युएक्स डिजाइनरले गरिसकेपछि मात्र हामी कोडिङ फेजमा जान्छौँ, न त हामी पछि यो वेबसाइट कसरी बन्छ भन्ने कुरा पनि हामी डिस्कस गर्छौँ। अहिलेको लागि यति बुझ्नु कि यो एचटिएमएल भन्ने बित्तिकै के रहेछ, कुनै पनि वेबसाइटलाई चाहिँ वेबसाइटको लेआउट इलिमेन्टहरू कता कता राख्ने, स्ट्रक्चर दिने मात्र बुझ्नु पऱ्यो क्या, कुन ठाउँमा कहाँ युज गर्ने भन्ने कुरा हामीले त्यति मात्र बुझ्नु पऱ्यो। ल मेरो स्क्रिन देखिरहेछ है, स्क्रिन देखिरहेछ मेरो। ल र आजको हाम्रो सेसनमा के डिस्कस गर्छौँ भने आज हामी कुनै पनि वेबसाइटलाई कसरी हामी स्ट्रक्चर दिने क्या बारेमा हामी डिस्कस गर्छौँ होइन। जस्तै हामी एचटिएमएलको फाउन्डेसन, यसको डिफ्रेन्ट टाइप्सको इलिमेन्ट्सको काम के छ, कस्तो टाइप्सको इलिमेन्टहरू हुन्छ, कुन इलिमेन्ट कहाँ युज गर्ने होइन। युजर इनपुटको लागि जस्तै फर्म बनाउनु पर्ने हुन्छ, फर्म कसरी बनाउने, लेबलिङ कसरी गर्ने, भ्यालिडेट कसरी गर्ने भन्ने कुरा हामी यो भिडियोमा गर्छौँ। साथै हामी जस्तै इक्जामतिर प्रायः सोधिरहने खालको जस्तै हामी टेबल ट्यागहरूको काम के हो होइन, कसरी बनाउने, रो स्प्यान कोल स्प्यानहरू कसरी गर्ने भन्ने कुरा यो भिडियोमा हामी चर्चा गर्छौँ है। र अघि ढिला नगरी हामी स्टार्ट गर्छौँ। कुनै पनि एउटा फोल्डर बनाउँछु म है त, न्यू फोल्डरमा जान्छु, यहाँ गएर एउटा म एचटिएमएल गरेको नाम गरेको एउटा फोल्डर बनाउँछु, ठिक छ। ओपन गरिसकेपछि हामी एउटा यहाँ फाइल बनाउनु पर्ने हुन्छ क्या। कुनै पनि कोडहरू लेख्नु लागि, कुनै पनि प्रोग्राम लेख्नु लागि त हामीले फाइल गर्नु पऱ्यो नि त, फाइल बनाउनु पऱ्यो नि त। यहाँनिर जाने है, यो एरियामा यहाँ गइसकेपछि एउटा फाइलको नाम मैले अहिलेको लागि इन्डेक्स भन्ने एउटा फाइल बनाएँ, ठिक छ। अब हामीले कुनै पनि प्रोग्राम गर्नुको लागि त एउटा डट एक्सटेन्सन भन्ने त हुनु पऱ्यो नि त, एक्सटेन्सनलाई त इन्क्लुड गर्नु पऱ्यो नि त। जस्तै हाम्रो एचटिएमएलको के छ त, डट एचटिएमएल होइन त, आइदर एचटिएमएल अर एचटिएम लेख्दा नि हुन्छ। हामीले एक्सटेन्सन चाहिँ मिलेकै हुनु पऱ्यो, ठिक छ। इन्टर हान्दै ल, डिफ्रेन्ट प्रोग्रामिङ ल्याङ्ग्वेजको आफ्नो एक्सटेन्सन फाइल हुन्छ क्या। जस्तै पाइथनको लागि डट पाई हुन्छ, जाभाको लागि डट जाभा हुन्छ होइन, टिएक्सटी टेक्स्ट डकुमेन्ट फाइलहरूको लागि डट टिएक्सटी हुन्छ, जाभास्क्रिप्टको लागि डट जेएस हुन्छ। हो यस्तो यस्तो आफ्नो ल्याङ्ग्वेजको आफ्नो हुन्छ भन्ने कुरा बुझ्नु पऱ्यो। सो अब हाम्रो यो एचटिएमएलको स्ट्रक्चरको बारेमा कुरा गर्दाखेरि सुरुमा हाम्रो के हुन्छ, ल अहिलेको लागि हामी के गर्छौँ, यो हामी स्ट्रक्चर देख्न सक्छौँ। यो स्ट्रक्चरमा के हो भने अलमल्ल पर्नुभयो होला। सुरुको भनेको के हो भन्दाखेरि यसले एचटिएमएलको भर्जनलाई डिफाइन गर्ने काम गर्छ क्या, कुन टाइप्सको भर्जन हो त। जस्तै एचटिएमएलको भर्जनको कुरा गर्दाखेरि त अहिले हाम्रो भर्जन 1.0 छ सबैभन्दा सुरुको, भर्जन 2.0, 3.2 छ, 4.01 छ, XHTML छ होइन। अहिलेको लेटेस्ट भनेको चाहिँ HTML5 हो क्या। हो त्यो HTML5 लाई डिफाइन गर्नको लागि चाहिँ यसले चाहिँ डिनोट गर्छ क्या,
भनेपछि कुनै पनि हाम्रो डकुमेन्टेसनमा हेऱ्यौँ भने DOC टाइप देख्न छ यो HTML5 हो भनेर बुझ्नु पऱ्यो क्या। अनि यो HTML भन्छ यो होइन, यसलाई हटाउँदा पनि हुन्छ। यो भनेको स्पेसल एट्रिब्युट्स हो। यसको भन्नुको मतलब ल्याङ्ग्वेज इङ्ग्लिस भन्नु खोजेको क्या। चाहिँ स्पेनिसको लागि ESPN भन्ने हुन्छ, फ्रान्सको लागि बेग्लै हो, यसरी आफ्नो कोडहरू हुन्छ होइन। यो चाहिँ स्पेसल एट्रिब्युट्स हो, ठिक छ। HTML भन्ने बित्तिकै हाम्रो रुट इलिमेन्ट हो भनेर बुझ्नु पऱ्यो। HTML ट्यागभित्र जे इलिमेन्टहरू छ अथवा ट्याग्सहरू छ त्यो सबै त्यो HTML डकुमेन्ट्सको एउटा पार्ट हो भनेर बुझ्नुपर्छ, ठिक छ। ल नेक्स्ट भनेको हाम्रो हेडिङ ट्याग छ। यो हेड ट्यागभित्र मेटा ट्याग्स, टाइटलहरू पर्छ, अरू पनि एक्स्ट्रा फिचर्सहरू हुन्छ। जस्तै फर इक्जाम्पल हामीले कुनै पनि CSS युज गर्दैछौँ भने त्यसलाई हामीले लिङ्क गर्नुपर्ने हुन्छ होइन। CSSको पनि धेरै टाइप्सहरू हुन्छ, त्यो पछि हामी डिस्कस गर्छौँ, अहिले हामी गर्दैनौँ। सिम्पल भाषामा के बुझ्नु पऱ्यो, हेड सेक्सनभित्र एउटा मेटा डेटा पर्छ। यो मेटाले के डेनोट गर्छ, क्यारसेट UTF-8 भन्छ। यसको मतलब क्यारेक्टर इन्कोडिङ भन्न खोजेको। जस्तै हामीले XML युज गर्दाखेरि पनि UTF-8 भनेर दिएको थियौँ नि। UTF-8 भनेको यो डिफल्ट फाइल हो जसमा हाम्रो क्यारेक्टरहरूलाई चाहिँ मल्टिपल क्यारेक्टरहरूलाई चाहिँ सपोर्ट गर्ने काम गर्छ क्या। इङ्ग्लिस, फ्रान्स होइन, जुन ल्याङ्ग्वेज छ, कोरियन, चाइनिजहरू सबै छ। यो त्योभित्र चाहिँ UTF-8 भित्र पर्छ क्या। यसले के गर्छ भन्दाखेरि कुनै पनि वेबसाइटलाई रेस्पोन्सिभ बनाउनु छ भने यो स्टेटमेन्ट चाहिँ हुनै पऱ्यो क्या। यो मेटा डेटा इन्क्लुड गरेकै हुनु पऱ्यो, ठिक छ। यसले चाहिँ स्क्रिनको साइज, स्क्रिनको के भन्छ त्यसलाई, विड्थहरूलाई चाहिँ यसले डिफाइन गर्ने काम गर्छ, ठिक छ। ल अर्को भनेको टाइटल ट्याग। टाइटल ट्याग भन्ने बित्तिकै जस्तै मेरो माई फर्स्ट वेबसाइट भनेर लेखेर मैले यहाँ। अब नेक्स्ट भनेको चाहिँ हाम्रो टाइटल ट्याग छ। अब टाइटल ट्यागभित्र भन्नाले जस्तै मैले माई फर्स्ट वेबसाइट भनेर लेखेँ। अब यसलाई मैले राइट क्लिक गरेर ओपन विथ लाइभ सर्भर गरेँ भने यस्तो इन्टरफेस देखिन्छ। भन्नु त यस्तो ठ्याक्कै माथिपट्टि हाम्रो माई फर्स्ट वेबसाइट लेख्यो नि, हो टाइटलभित्र जे राख्यौँ हामी त्यही चेन्ज भएर आउँछ क्या। त्यही हो टाइटल भनेको, यो कुनै पनि वेबसाइटको अथवा ट्याबको पेजको टाइटललाई डेनोट गर्छ। अब यो बडी सेक्सनभित्र चाहिँ हाम्रो कुनै पनि वेबसाइटहरूको कन्टेन्टहरू होइन, कुनै पनि इमेज देखाउनु छ भने इमेज ट्याग हुन्छ, भिडियो ट्यागहरू हुन्छ। हुन त पछि पनि हामी यो डिस्कस गर्छौँ यो भने के हो भनेर, कहाँ राख्ने, के कसरी गर्न सकिन्छ, कसरी डिफाइन गर्ने भन्ने कुरा हामी डिस्कस गर्छौँ। तर हामी पछि यो बुझ्नु पऱ्यो कि बडी सेक्सनभित्र हामी सबै कोड गर्छौँ भन्ने बुझ्नु पऱ्यो, ठिक छ। ल अब HTML बुझ्नको लागि हामीले 3टा कोर कम्पोनेन्ट चाहिँ बुझ्नुपर्ने हुन्छ क्या। तिनीहरू के रहेछ भन्दाखेरि 3टा कोर कम्पोनेन्ट बुझ्नुपर्ने छ। एउटा भनेको हाम्रो ट्याग्स भनेको के हो, 2 नम्बर भनेको इलिमेन्ट भनेको के हो, ठिक छ। 3 नम्बर भनेको एट्रिब्युट्स भनेको के हो। यो 3टा चिज बुझ्यो भने HTML कोर्स सँगै खाँदा हुन्छ कि, सँगै खायो भन्दा हुन्छ। सुरुमा यो हाम्रो ट्याग्स भन्ने छ। ट्याग्स भनेको कस्तो के हो भन्ने कुरा आउँछ। ट्याग्स भनेको एउटा बेसिक बिल्डिङ ब्लक हो क्या HTMLको। कुनै पनि इलिमेन्टलाई क्रिएट गर्नको लागि एउटा बेसिक बिल्डिङ हो HTMLको। यो बिना सम्भव हुँदैन HTML। जस्तै फर इक्जाम्पल ट्याग्सको धेरै छ क्या। जस्तै फर इक्जाम्पल एउटा कुनै पनि हेडिङ लेख्नु छ अरे, अहिलेको लागि हामी एउटा आर्टिकल लेख्नुपर्ने छ अरे। जस्तै H1 छ। H1 भनेको के हो, यो ट्याग हो। ट्याग कसरी स्पेसिफाई हुन्छ, यो क्या स्मल देन ग्रेटर देन सिम्बलले हामी यसलाई डिफाइन गर्न सक्छौँ, भनेको हाम्रो ट्याग हो। अब ट्याग्स पनि धेरै टाइप्सको हुन्छ। जस्तै एउटा भनेको हाम्रो कन्टेनर ट्याग हुन्छ। कन्टेनर ट्याग भनेको हाम्रो यो पेयर ट्याग भन्छ यसलाई होइन। जुन ट्याग त्यसको चाहिँ क्लोजिङ ट्याग छ भने त्यसलाई हामी कन्टेनर ट्याग भन्छौँ, अर त्यसलाई पेयर ट्याग भन्छौँ। अर्को भनेको सेल्फ क्लोजिङ ट्याग हुन्छ क्या, अथवा नन पेयर ट्याग भन्छ। त्यसको ट्याग चाहिँ हुँदैन, त्यसको क्लोजिङ ट्याग चाहिँ हुँदैन। जस्तो फर इक्जाम्पल ट्याग्सको हामी टाइप्स पढ्यौँ भर्खरै। एउटा भनेको के रहेछ, पेयर ट्याग। पेयर ट्यागलाई हामी के भन्छौँ, कन्टेनर ट्याग्स भन्छौँ यसलाई होइन। जस्तै यसको फर इक्जाम्पल भनेको यसको अहिले भर्खरै भनेको H1 ट्याग होइन। कन्टेन्ट केही छ अरे यहाँभित्र, यसको क्लोजिङ ट्याग छ भने यसलाई हामी के भन्छौँ, पेयर ट्याग भन्छौँ। नेक्स्ट भनेको हाम्रो नन पेयर ट्याग।
नन पेयर ट्यागलाई अर्को के भन्छ सेल्फ क्लोजिङ ट्याग। अब यसको मतलब कुनै पनि एउटा ट्याग छ, जस्तै फर इक्जाम्पल बिआर ट्याग छ, अर्को भनेको इमेज ट्याग छ। बिआर ट्यागको क्लोजिङ ट्याग छ छैन, इमेज ट्यागको क्लोजिङ ट्याग छ छैन। हो यस्तो ट्याग्सलाई जसको ट्याग हाम्रो क्लोजिङ जसको ट्याग जस्तो खालको ट्याग जसको चाहिँ क्लोजिङ ट्याग छैन भने त्यसलाई हामी के भन्छौँ भन्दाखेरि त्यसलाई नन पेयर ट्याग भन्छौँ क्या। र नन पेयर ट्यागलाई हामी यसरी डिफाइन गरेको राम्रो हो क्या। ठिक छ ल। अब नेक्स्ट चिज भनेको हाम्रो इलिमेन्ट हो। अब इलिमेन्ट भनेको के हो भन्दाखेरि सिम्पल भाषामा भन्नुपर्दा कुनै पनि हाम्रो स्टार्टिङ ट्याग छ, त्योभित्रको कन्टेन्ट र क्लोजिङ ट्याग्स तिनवटा मिक्स भएर एउटा इलिमेन्ट भन्छ क्या। फर इक्जाम्पल चाहिँ दिस इज अ हेडिङ ट्याग हो भनेर लेख्यो। यो H1 भनेको के हो स्टार्टिङ ट्याग, भित्र के छ कन्टेन्ट छ, क्लोजिङ ट्याग छ। यो तिनवटा मिक्स मिलेर के हो यतिलाई के भन्नु मिल्छ हामी इलिमेन्ट भन्नु मिल्छ क्या। ठिक छ। अब इलिमेन्ट पनि धेरै किसिमको हुन्छ। जस्तै इलिमेन्ट्सको टाइप्सको कुरा गर्दाखेरि एउटा भनेको हाम्रो ब्लक लेभल इलिमेन्ट हो। ठिक छ। अब ब्लक लेभल इलिमेन्ट भनेको के हो सर जाऊँ न। अब ब्लक लेभल इलिमेन्ट भन्ने बित्तिकै के बुझिन्छ भन्दाखेरि त्यस्तो टाइप्सको इलिमेन्ट हो जसले चाहिँ फुल विथ लिन्छ र यसले अटोमेटिकली लाइन ब्रेक गर्छ। ठिक छ। जस्तै फर इक्जाम्पल हाम्रो ब्लक लेभल इलिमेन्टमा के गर्दो रहेछ अटोमेटिकली लाइन ब्रेक गर्छ एन्ड टेक्स्ट फुल विथ लिन्छ क्या। फर इक्जाम्पल हामी यहाँ जाऊँ र यहाँनिर जस्तै ब्लक लेभल इलिमेन्टमा के पर्छ भन्दाखेरि एउटा भनेको हाम्रो H1 नै परिगयो, अरू भनेको डिभहरू पर्छ, प्याराग्राफ ट्यागहरू पर्छ होइन। यस्तो धेरै धेरै ब्लक कोड्सहरू पर्छ। हो यस्तो ट्याग्सहरूलाई चाहिँ हामी के भन्छौँ ब्लक लेभल इलिमेन्ट भन्छौँ क्या। ब्लक लेभल इलिमेन्ट जस्तै यसलाई मैले रन गरेर हेरेँ भने, यसलाई मैले कन्सोलमा हेरेँ भने यसो देखिन्छ। अब यसलाई मैले इन्सपेक्ट गरेर यो साइडमा यसलाई होभर गरेर हेरेँ भने यसले फुल विथ लिएको रहेछ कि छैन, यो साइडमा फुल विथ लिइरहेछ नि। हो यस्तो टाइप्सको इलिमेन्टलाई के भन्छ ब्लक लेभल इलिमेन्ट भन्छ क्या। जस्तो फर इक्जाम्पल मसँग H1 छ, हेलो भन्ने छ, अनि फेरि H1 नै दिन्छु र वर्ल्ड भनेर गर्छु क्या। अब यसको आउटपुट कस्तो हुन्छ हेर्दाखेरि यस्तो आयो। मलाई चाहिएको त हेलो अनि पछाडि यसको ठ्याक्कै साइडपट्टि वर्ल्ड चाहिएको तलपट्टि आयो नि त भने के बुझ्यो यसले ठाउँ छोड्यो, अटोमेटिकली लाइन ब्रेक गर्ने रहेछ भन्ने कुरा बुझिन्छ हो। अब नेक्स्ट भनेको यसको अल्टरनेटिभ के रहेछ, अर्को भनेको यसको इनलाइन लेभल इलिमेन्ट्स रहेछ क्या। ठिक छ। अब इनलाइन इलिमेन्ट जस्ट अपोजिट अफ ब्लक लेभल इलिमेन्ट्स। इनलाइन इलिमेन्ट भनेको त्यस्तो टाइप्सको इलिमेन्ट हो जसले यस नेसेसरी विथ लिन्छ र यसले लाइन ब्रेक गर्दैन। जस्तो फर इक्जाम्पल यसमा हाम्रो के पर्छ त भन्दाखेरि एउटा भनेको हाम्रो स्प्यान ट्यागहरू पर्छ होइन। अब टेक्स्ट फर्मेटिङ ट्याग्सहरू पनि पर्छ यसमा, जस्तै बोल्डहरू पर्छ होइन। अर्को भनेको इटालिकहरू पर्छ, अर्को भनेको इमेज ट्यागहरू पर्छ। हो यस्तो ट्याग्सहरूलाई चाहिँ इलिमेन्ट्सहरूलाई चाहिँ हामी के भन्छौँ इनलाइन इलिमेन्ट भन्छौँ। ठिक छ ल। जस्तो फर इक्जाम्पल म यहाँ गएँ, यहाँनिर मैले स्प्यान भनेर लेखेर हेलो तलपट्टि फेरि स्प्यानै दिन्छु वर्ल्ड भनेर गरेँ। अब यस आउटपुट कस्तो देखिन्छ त्यो हेर्दाखेरि हेर्दै अहिलेको यसले ठाउँ छोडेको छ, यसले ठाउँ छोडेन र यसलाई हेलोलाई होभर गऱ्यो भने यसले नेसेसरी विथ मात्रै लिएर हुन्छ, यसले एकुरेट। अर्को वर्डलाई थिच्यो भने यसले आफ्नै विथ मात्रै लिएर आउँछ क्या, आफूलाई जति चाहिन्छ त्यति मात्र विथ लिन्छ क्या। हो यसलाई नै भन्छ हाम्रो इनलाइन इलिमेन्ट। यो कतिखेर कहाँ युज गर्ने भन्ने कुरा पनि हामी अब यो पछि डिस्कस गर्छौँ। जस्तो फर इक्जाम्पल एउटा सिनियरो छ,
हामीले हेलो वर्ल्ड भनेर प्रिन्ट गर्नुपर्ने छ। हेलोलाई हामी ब्ल्याक कलर गर्छौँ, वर्डलाई हामी रेड कलर गर्छौँ रे। त्यो कसरी गर्ने? जस्तै फर इक्जाम्पल यहाँ H1 गरेर हेलो वर्ल्ड भनेर गरेर, ठिक छ, हेलो वर्ल्ड आयो। मलाई चाहिएको भनेको वर्डलाई चाहिँ रेड कलर चाहियो, यो हेलोलाई चाहिँ ब्ल्याक कलर चाहियो क्या। जस्तै अब कोही कोही मान्छे यसरी जान्छ अरे, म अलिकति सिएसएसमा गएँ, सिएसएस हामी पछि पनि पढ्छौँ होइन। त्यही सिएसएसमा गएर यसको कलरलाई चाहिँ रेड गरिदियो अरे। अब यसो हेर्दाखेरि त यसको दुइटै रेड कलर चाहियो नि त। मलाई त चाहिएको त हेलो भनेको ब्ल्याक कलर चाहियो, वर्डलाई चाहिँ रेड कलर चाहियो। यो कसरी गर्ने भन्दाखेरि अब चाहिँ यहाँनिर इनलाइन इलिमेन्टको साथ हुन्छ, ठिक छ। जस्तो फर इक्जाम्पल यो वर्डलाई म के गर्छु, एउटा स्प्यान ट्यागभित्र हाल्छु र यो वर्ल्डभित्र के कन्टेन्ट हाल्छु, वर्ल्ड भनेर। यो स्प्यानभित्र के हाल्छु, कन्टेन्ट वर्ल्ड हाल्छु र स्प्यानभित्र म एउटा इनलाइन सिएसएस चाहिँ युज गर्छु। स्टाइलमा गयो, यसको कलरलाई के गर्छु, रेड गर्छु। भयो कि भएन? हेलो रेड ब्ल्याक कलर आयो, वर्ल्ड भनेको रेड कलर आयो, ठिक छ। हो यस्तो केसमा चाहिँ हामीले यस्तो सिनेरियोमा चाहिँ हामी इनलाइन सिएसएसहरू युज गर्छौँ। हुनु त अब अरू पनि धेरै छ कहाँ केसहरू, के बुझ्नु पऱ्यो कि सिम्पल बिगिनर्सको लागि चाहिँ यसरी चाहिँ काम गर्छ भन्ने कुरा हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ, ठिक छ। ल नेक्स्ट चिज भनेको हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि अर्को भनेको एट्रिब्युट्स हो। एट्रिब्युट्स, अब एट्रिब्युट्स भनेको के हो भन्दाखेरि यो भनेको चाहिँ स्पेसल्ली सिम्पल भाषामा भन्नुपर्दाखेरि यो हाम्रो ओपनिङ ट्यागमा युज भइरहेको हुन्छ, कुनै पनि इलिमेन्टको ओपनिङ ट्यागमा युज भइरहेको हुन्छ। जस्तो फर इक्जाम्पल H1 ट्याग छ अरे, जस्तै दिस इज अथवा वेलकम टु फ्री वेब डिजाइनिङ सिरिज भनेर हाल्यो। ल हेर्दाखेरि हाम्रो आउटपुट कस्तो भयो, यस्तो भयो नि त होइन। अब मैले यसलाई अलिकति यसको फिचर्सलाई अलिकति अपग्रेड गर्नुपर्ने छ अरे। ल यसको ब्याकग्राउन्ड कलर चेन्ज गर्नु पऱ्यो अरे मैले, ठिक छ। ल मैले यहाँनिर गएँ, यहाँ म अहिलेको जस्तै म इनलाइन सिएसएस युज गर्छु। यसको मैले ब्याकग्राउन्ड कलरलाई चाहिँ के गरिदिएँ, ल ब्लू गरिदिएँ अरे। गर्ने बित्तिकै के भयो, यसको फिचर्स एड भयो कि भएन? यहाँ के भयो, ब्लू कलर भयो। अब यसको कलर मैले चेन्ज गर्नु पऱ्यो अरे। ल यसलाई मैले वाइट गरिदिएँ, ल वाइट कलर भयो अरे। भनेपछि यसको कलर चेन्ज भयो कि भएन यसो हेर्दाखेरि। र अब यसको अलिकति मलाई प्याडिङ चाहियो अरे। प्याडिङलाई चाहिँ ल 10 पिक्सल गर्ने भनेर गरेर 10 पिक्सल बढाइदियो अरे, भित्रपट्टि बढ्यो प्याडिङ। अहिले हामी एचटिएमएलमै बसौँ है, मैले जस्ट बुझाउनुको लागि चाहिँ मैले यो गरेको छु। हुन त हामी सिएसएस पनि पछि नै युज गर्छौँ। यति बुझ्यौँ कि हामी कसरी चाहिँ काम गर्दो रहेछ भन्ने कुरा बुझ्नु पऱ्यो। भनेपछि यो भित्रको हाम्रो एचटिएमएल ट्यागभित्रको यो स्टाइल छ नि, यो स्टाइल भनेको के हो, एट्रिब्युट्स हो, ठिक छ। जस्तै आफ्नो ट्यागको आफ्नो एट्रिब्युट्स पनि हुन्छ क्या। जस्तो फर इक्जाम्पल अब टाइप्स अफ एट्रिब्युट्स पढ्दाखेरि हामी यहाँ कुरा गर्छौँ। जस्तै एट्रिब्युट्स धेरै टाइप्सको हुन्छ। एउटा भनेको हाम्रो ग्लोबल एट्रिब्युट्स भइहाल्यो, ग्लोबल एट्रिब्युट्स होइन, ग्लोबल एट्रिब्युट्स हुन्छ। अर्को भनेको हाम्रो इभेन्ट स्पेसिफिक एट्रिब्युट्स, हुन्छ। अर्को भनेको हाम्रो इलिमेन्ट स्पेसिफिक एट्रिब्युट्स हुन्छ होइन। अब ग्लोबल एट्रिब्युट्स भनेको के हो, इलिमेन्ट स्पेसिफिक एट्रिब्युट्स भनेको के हो, र अर्को भनेको इभेन्ट स्पेसिफिक भनेको के हो, त्यो तिनवटा चिज चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। ग्लोबल एट्रिब्युट्स भनेको त्यस्तो टाइप्सको एट्रिब्युट्स जुन चाहिँ जुनै पनि हाम्रो ट्याग छ, इलिमेन्ट छ, त्यसमा चाहिँ लागु हुन्छ क्या। जस्तै फर इक्जाम्पल कुनै पनि अघिको इक्जाम्पल गरौँ न, जस्तै H1 भनेको छ अरे। H1मा कस्तो कस्तो टाइप्सको इलिमेन्ट्सहरू लाग्छ त, जस्तै फर इक्जाम्पल क्लास भन्ने छ, क्लास भन्ने छ अरे। जस्तै मैले माई क्लास भनेर एउटा क्लास बनाएँ अरे। अब यसमा मैले आइडी पनि दिनु मिल्छ। जस्तै माई आइडी भनेर एउटा आइडी दिएँ अरे। आइडी कहाँ युज गर्ने, क्लास कहाँ युज गर्ने भन्ने कुरा हामी पछि पनि डिस्कस गर्छौँ। सिम्पल भाषा भन्नुपर्दा ग्लोबल एट्रिब्युट्स भनेको त्यस्तो टाइप्सको एट्रिब्युट्स जुन चाहिँ जुनै पनि ट्याग्समा युज हुन्छ क्या। जस्तै हाम्रो H1 अरू पनि छ, पी ट्याग, पी ट्यागमा पनि मैले अब क्लास दिनु मिल्छ होइन।
जस्तै माई पारा माई प्याराग्राफ भनेर यसरी दिएँ अरे होइन। आइडी पनि दिनु मिल्छ यसमा मैले होइन। जस्तै अरू अरू पनि छ, जस्तै अनक्लिक गर्दाखेरि के हुने होइन, होभर गर्दा के हुने, त्यस्तो टाइप्सको इलिमेन्ट्सहरू हाल्नु मिल्छ भने हामी त्यसलाई ग्लोबल एट्रिब्युट्स भनेर बुझ्छौँ। ठिक छ। अर्को भनेको हामीसँग छ इभेन्ट स्पेसिफिक एट्रिब्युट्स भन्छ क्या। इभेन्ट स्पेसिफिक एट्रिब्युट्स भनेको कस्तो टाइप्सको एट्रिब्युट्स हो थाहा छ? जस्तै हामीसँग एउटा बटन छ अरे। ल, बटनमा मैले अनक्लिक गरेँ भने के गर्नु पऱ्यो? एउटा मेसेज दिन्छु अहिले लागि म एलर्ट भनेर जावास्क्रिप्टतिर गयो अलिकति म हेलो वर्ल्ड भनेर यसरी गरेर क्या। यहाँनिर कन्टेन्टको के अरे बटनको नाम चाहिँ मैले क्लिक भनेर दिएँ अरे। अब यसलाई मैले जब यहाँ बटनमा क्लिक गर्छु यहाँ हेलो वर्ल्ड भनेर आयो क्या होइन। हो यसै गरी हाम्रो धेरै छ। जस्तै अनक्लिक गर्दा के हुने होइन, अन माउस डाउन गर्दा के हुने होइन, यस्तो धेरै छ। अन माउस ओभर, अन होभर गर्दा के हुने, अन माउस डाउन, अन माउस अन की प्रेस होइन। यस्तो धेरै टाइप्सको छ। त्यस्तो टाइप्सलाई हामी के भन्छौँ? इभेन्ट स्पेसिफिक एट्रिब्युट्स भन्छौँ। ओके। अर्को भनेको इलिमेन्ट स्पेसिफिक एट्रिब्युट्स हुन्छ। अब जस्तो फर इक्जाम्पल यो अर्को हाम्रो एट्रिब्युट्स भनेको त्यस्तो टाइप्सको एट्रिब्युट हो जसमा चाहिँ कुनै पनि स्पेसिफिक एचटिएमएल इलिमेन्ट्समा मात्र लाग्ने हुन्छ क्या। कुनै पनि एउटा स्पेसिफिक एचटिएमएल इलिमेन्ट छ त्यसमा हाम्रो स्पेसिफिक युनिक एट्रिब्युट्स पनि लाग्छ। एट्रिब्युट लाग्ने हो त्यसलाई चाहिँ हामीले के भन्छौँ? इलिमेन्ट स्पेसिफिक एट्रिब्युट्स भन्छौँ क्या। जस्तो फर इक्जाम्पल एउटा हामीसँग इमेज ट्याग भन्ने थाहा छ होइन। त्यो इमेज ट्याग गर्नुको लागि मैले जस्तै एउटा इमेज लिएँ अरे। एउटा इमेज लिएँ अरे। ल, पिक्सम्म म जान्छु र एउटा म इमेज यहाँबाट तान्छु। जस्तो फर इक्जाम्पल यहाँबाट लिन्छु। अब मैले यहाँ पेस्ट गरेर कुनै पनि एउटा नाम दिन्छु अरे। ल, माई इमेज भनेर दिन्छु। ठिक छ। ल, यो हाम्रो सोर्स एट्रिब्युट्स अरू ट्याग्सहरू पनि लाग्छ त। जस्तै फर इक्जाम्पल H1 ट्याग्स अरे। H1 ट्याग्समा हाम्रो सोर्स लाग्छ त। अब जस्तो यसलाई मैले रन गरेर हेऱ्यो भने उपलब्धलाई सरल गर्छु। यसलाई हेऱ्यो भने हेलो ट्यागमा अर्को इमेज आयो त। यो त बिग्लियो हो। जस्तै फर इक्जाम्पल यसलाई मैले हटाइदिन्छु। ल, यसलाई हटाइदिन्छु। ल, आयो त। हेलो ट्यागमा इमेज लाग्ने रहेछ त, सोर्स लाग्ने रहेछ त, लाग्दैन नि त। हो, आफ्नो एट्रिब्युट्स हुन्छ क्या यिनीहरूको। जस्तै H1 ट्याग्समा अरू भनेको अघि मैले योभन्दा अगाडि डिस्कस गरेको जस्तै आइडी लाग्छ, क्लास लाग्छ, तिनीहरू भनेको ग्लोबल एट्रिब्युट्स हो। भनेपछि इमेज ट्यागमा स्पेसिफिक एट्रिब्युट्स मात्रै लाग्ने रहेछ नि त। इमेज ट्यागमा भन्नाले सोर्स लाग्छ, अर्को अल्ट लाग्छ। जस्तै फर इक्जाम्पल अर्को पनि इक्जाम्पल, नेक्स्ट इक्जाम्पल भनेको जस्तै हामीले कुनै पनि एउटा टेबल बनाउँदाखेरि यहाँनिर बोर्डर लाग्छ कि लाग्दैन? बोर्डर 1 गर्ने हो। यो पनि एउटा इक्जाम्पल हो। टेबलमा नि एउटा स्पेसल एट्रिब्युट लाग्छ त्यसको जसको नाम चाहिँ बोर्डर हो। अर्को भनेको जस्तै हामीले फर्म बनाउँदाखेरि इनपुट ट्यागमा लाग्छ लाग्दैन? त्यस्तै इनपुट टाइपमा हाम्रो टाइप भनेको स्पेसल टाइप्सको एट्रिब्युट्स हो होइन। इलिमेन्ट स्पेसिफिक एट्रिब्युट्स हो। अर्को भनेको यसमा प्लेस होल्डर पनि लाग्छ होइन। जस्तै इन्टर यो नेम भनेर यसरी भने हेऱ्यो भने भित्रपट्टि इन्टर नेम बनाउँछ। यस्तै स्पेसिफिक एट्रिब्युट्स हो कि यो भनेको चाहिँ कस्तो भन्दाखेरि इलिमेन्ट स्पेसिफिक एट्रिब्युट्स। डिफ्रेन्ट इलिमेन्ट्समा डिफ्रेन्ट टाइप्सको स्पेसिफिक युनिक्स एट्रिब्युट्सहरू लाग्छ क्या। ठिक छ। ल, अब हाम्रो 4 नम्बरको टपिक्स भनेको चाहिँ हाम्रो एचटिएमएल इन्टिटिज भन्छ है। ठिक छ। यो अब एचटिएमएल इन्टिटिज भन्नाले त्यस्तो टाइप्सको मेकानिजम हो जसले चाहिँ कुनै पनि एचटिएमएलले रिजर्भ गरेको वर्ड्सहरूलाई चाहिँ डिस्प्ले गराउने काम गर्छ क्या। जस्तै आफ्नो प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तै पाइथन, जावाहरू छ, तिनीहरूले आफ्नो एउटा रिजर्भ गरेको एउटा किवर्ड्स हुन्छ क्या। यो किवर्ड तैँले युज गर्न पाउँदैनस्, यो मेरो हो भनेर उनीहरूले आफ्नो डिफाइन गरेको हुन्छ क्या। त्यस्तै एचटिएमएलमा पनि त्यस्तै टाइप्सको छ। जस्तै फर इक्जाम्पल हामीसँग एउटा प्याराग्राफ ट्याग बनाऊँ होइन। जस्तै मलाई यो डिस्प्ले गराउँछ अरे। हुन त यो पनि डिस्प्ले भएर आउँछ होइन।
जस्तै डिस्प्ले भएको भयो नि, यसरी डिस्प्ले गरेको राम्रो मान्छ त? मान्दैन नि त। यो भनेको रिजर्भ वर्ड हो नि त। यो प्रोग्राम हो, यो HTML को रिजर्भ वर्ड हो। यसलाई मैले रिजर्भ वर्ड कसरी लेख्छ भन्दाखेरि यो हाम्रो एड्रेस दिनुपर्ने छ, यो एन्ड दिने, अनि यो भनेको ग्रेटर देन हो नि त, भनेपछि मैले GT दिने अनि सेमिकोलन दिने। यो गरेपछि भयो कि भएन? अब मलाई यसै गरी स्मल देन चाहियो अरे, लेस देन चाहियो अरे भने चाहिँ सेम मैले एन्ड दिनु पऱ्यो, LT दिनु पऱ्यो, सेमिकोलन दिनु पऱ्यो है त। यो गर्ने बित्तिकै यहाँ आयो क्या होइन? ठिक छ। अर्को भनेको मलाई यो प्रिन्ट गर्नुपर्ने छ अरे, यो पनि एक टाइप्सको रिजर्भ वर्ड हो भनेपछि यसलाई मैले सेम स्टार्टिङ पोइन्ट भनेको यो एन्डबाटै हुन्छ, यसलाई AMP गर्नुपर्छ, सेमिकोलन दिनुपर्छ भनेपछि प्रिन्ट भयो कि भएन? यो पनि एक टाइपको रिजर्भ वर्डै हो है। र अर्को भनेको जस्तै कोटेसन, यो कोटेसन डबल कोटेसन चाहियो अरे। ल यसलाई कसरी गर्ने भन्दाखेरि एन्ड गर्ने, QUOT भन्ने हुन्छ, अनि यसलाई फेरि सेमिकोलन दिने। आयो क्या होइन? हो, यस्तो टाइपको स्पेसल इन्टिटिज भन्छ क्या यसलाई चाहिँ। HTML को रिजर्भ वर्डहरू यिनीहरू भनेको। सिमिलरली अरू पनि धेरै टाइप्सको हुन्छ, जस्तै डकुमेन्टेसनहरू पढ्दाखेरि त्यहाँ एउटा गोलो हुन्छ, त्यो गोलोभित्र C हुन्छ कि हुँदैन? अब त्यसलाई प्रिन्ट गर्नुको लागि के गर्ने? एड्रेस COPY कपी भन्ने छ, ठिक छ। यसलाई इन्टर गरेर यो आयो क्या होइन? अब ट्रेडमार्क गर्नु छ भने मैले एड्रेस गर्नुपर्छ, TRAD ट्रेड गरेँ, TM आउँछ, ठिक छ। अब स्पेसको लागि जस्तै एउटा म कुनै पनि एउटा कन्टेन्ट लेख्छु, ल स्पेसै लेखिदिएँ। अब यो पछि मलाई स्पेस चाहियो अरे। ल स्पेस जानुको लागि एड भन्नाले चाहिँ एन्ड NBSP गर्नु पऱ्यो क्या यसरी। अब यो पछि के कन्टेन्ट लेख्छु म, यहाँनिर स्पेस नछोडिकन यहाँ स्पेस आउँछ क्या, यहाँ स्पेस, बिचमा स्पेस आयो क्या होइन? हो, यसरी चाहिँ हामी HTML इन्टिटीलाई चाहिँ HTML को रिजर्भ वर्डलाई चाहिँ हामीले HTML इन्टिटी युज गरेर चाहिँ डिफाइन गर्न सक्छौँ, डिस्प्ले गराउन सक्छौँ, ठिक छ। ल अब हाम्रो 5 नम्बरको टपिक्स भनेको चाहिँ HTML को चाहिँ सिमेन्टिक्स। हामीले सुनेको छौँ, ल चाहिँ सिमेन्टिक्स फलो गर्नुपर्छ है। ल तिमीहरूले सिमेन्टिक्स गरेर फलो गरेर चाहिँ यो वेबसाइट बनाऊ है भनेर भन्छ नि सरहरूले। हो, यो सिमेन्टिक्स भनेको के हो भन्दाखेरि चाहिँ सिमेन्टिक्स ट्याग्स भनेको त्यस्तो टाइप्सको HTML इलिमेन्ट हो जसको चाहिँ आफ्नै नाममै मिनिङ हुन्छ क्या, आफ्नो नाममै मिनिङ हुन्छ भन्नुको मतलब। जस्तै सिमेन्टिक्स ट्याग्सको एक्जाम्पलको कुरा गर्दाखेरि हामीसँग हेडर ट्याग भन्ने छ, नेभिगेसन बार बनाउनुको लागि हामीसँग न्याप छ होइन? जस्तै कुनै पनि सेक्सन, कुनै पनि कन्टेन्टहरूलाई हामीले टप सेक्सनमा राख्नु छ भने त्यसलाई हामीले हेडर सेक्सनमा राख्छौँ नि। न्याप बनाउनु छ भने न्यापमै छ नि त नाम होइन? अब मेन सेक्सनभित्र हामी H1 राख्छौँ होइन, प्याराग्राफ ट्यागहरू राख्छौँ, इमेजेसहरू राख्छौँ भनेपछि नाममै मेन छ नि त, भनेपछि मेन सेक्सनहरू यहाँ राख्दो रहेछौँ भन्ने बुझ्नुपर्छ नि त। सिमिलरली अर्को आर्टिकल ट्याग्स छ। आर्टिकल ट्याग्स भन्नाले कुनै पनि हामी आर्टिकल लेख्दैछौँ भने हामीले आर्टिकल ट्याग्स युज गर्छौँ होइन? डिटेल्सहरू के हाल्नु छ भने हामी त्यो डिटेल्समा युज गर्छौँ होइन? भन्नुको मतलब यो मात्र होइन। सिमेन्टिक्स ट्याग्सले के गर्छ भन्दाखेरि कुनै पनि वेबसाइटलाई चाहिँ रिफर गर्ने काम गर्छ क्या। जस्तै फर इक्जाम्पल अघि मैले कुरा गरेँ जस्तै सिम्पल भाषामा भन्नुपर्दाखेरि सिमेन्टिक्समा हामीले मोस्ट इन्क्लुड गर्ने भनेको एउटा जस्तै हेडर ट्याग भइहाल्यो होइन? अब कोही कोहीले चाहिँ यो नेभिगेसन बार बाहिर पनि राख्छ, कोही कोहीले यो नेभिगेसन बार हामी यहाँ पनि राखेको देख्न सक्छौँ कि। जेनरलीको कुरा गर्दाखेरि यसलाई बाहिरै राखेको राम्रो, किन हो हामी पछि CSS युज गर्दा पढ्छौँ, त्यसको बारेमा एक्सपेरिमेन्ट गर्छौँ होइन? त्यहाँ चाहिँ हाम्रो पोजिसनले चाहिँ म्याटर गर्छ क्या। पोजिसन भन्ने एउटा त्यस्तो टाइप्सको प्रोपर्टी छ, त्यसले गर्दाखेरि चाहिँ नेभिगेसनलाई चाहिँ अलिकति इफेक्ट गर्छ। सो त्यसले गर्दाखेरि हामी नेभिगेसनलाई चाहिँ हेडर बाहिरै राख्छौँ क्या, ठिक छ। अर्को भनेको हामीसँग मेन सेक्सन छ। यो मेन सेक्सनभित्र हामी सबै कन्टेन्टहरू राख्ने काम गर्छौँ। लास्टमा भनेको फुटर, ठिक छ। यो भनेको चाहिँ सिमेन्टिक्स भइहाल्यो। जस्तै अब हेडर सेक्सनमा भनेको जस्तै हाम्रो एउटा हेडिङ वान छ अरे है। ल जस्तै फर इक्जाम्पल वेलकम, वेब डिजाइनिङ सिरिज भनेर राखेको अरे होइन? हेडर सेक्सनमा। नेभिगेसन सेक्सनमा जस्तै अब मल्टिपल राखेर जस्तै फर इक्जाम्पल नेभिगेसन मेनुहरू राखेर होइन? होम। अर्को भनेको जस्तै एबाउट सेक्सन छ अरे
होइन, ब्लग्सहरू छ अरे, अर्को भने कन्ट्याक्ट सेक्सन छ, ठिक छ। अब मेन सेक्सन हो भनेको जस्तो एउटा डिप छ अरे, त्यो डिपभित्र जस्तो फर इक्जाम्पल हेडिङ छ अरे, दिस इज हेडिङ, प्याराग्राफमा जस्तै फर इक्जाम्पल कुनै कन्टेन्ट डिस्क्रिप्सन लिएको छ अरे, होइन। फुटर सेक्सन भनेको त लास्टको कुनै पनि वेबसाइटको लास्ट सेक्सन, जस्तै फर इक्जाम्पल हाम्रो अफिसियल वेबसाइटमा जस्तै कोड आइटीमा जान्छ, यो कोड आइटीको लास्ट सेक्सनमा यो छ कि छैन, यो भनेको फुटर हो कि होइन हो, यस्तो सेक्सनलाई चाहिँ हामीले चाहिँ फुटर भन्छौँ, ठिक छ। कुनै पनि लास्ट वेबसाइटको लास्ट सेक्सनलाई हामी फुटर भन्छौँ है त, ठिक छ। अब मैले जस्तो फर इक्जाम्पल हामीसँग अरू सिमेन्टिक ट्याग्सहरू पनि टन्नै छ, हामीले टेक्स्ट फर्मेटिङ पढ्दाखेरि पनि त्यहाँ डिस्कस गरेको थियौँ, होइन। जस्तो फर इक्जाम्पल यो मेन सेक्सनमै जान्छु म, जस्तो त्यहाँ हामीले डिस्कस गऱ्यौँ, जस्तै हामीसँग के थियो एउटा ट्याग, बी ट्याग थियो कि थिएन, बोल्ड ट्याग। कुनै पनि कन्टेन्ट टेक्स्टलाई चाहिँ हामी बोल्ड गर्नु छ भने, गाडा बनाउनु छ भने हामी बी ट्याग युज गर्थ्यौँ नि, दिस इज अ बोल्ड ट्याग भनेर गर्थ्यौँ क्या। अब यसको आउटपुट हेर्दाखेरि कस्तो देखिन्छ, दिस इज अ बोल्ड ट्याग भनेर अलिकति गाडामा आयो। सिमिलरली यसको अल्टरनेटिभ भनेर मैले स्ट्रङ ट्यागको पनि कुरा गरेको थिएँ, दिस इज अ स्ट्रङ ट्याग भनेको थिएँ किन। अब दुइटै सेम छ हेर्नु त, दिस इज अ बोल्ड ट्याग छ, यो पनि दिस इज अ स्ट्रङ ट्याग भनेर सेम यसको थिमहरू सेम छ, होइन त। मेनको डिफ्रेन्स के छ त, एउटा हाम्रो नर्मल ट्याग भइहाल्यो, यो स्ट्रङ भनेको के भयो, सिमेन्टिक्स ट्याग भयो क्या। यसले के भन्छ बोल्ड ट्यागले, मेरो काम भनेको कुनै पनि टेक्स्टलाई गाडा बनाउने मात्र हो, बोल्ड बनाउने हो, जस्ट यति हो। तर स्ट्रङ ट्यागले के भन्छ, मेरो काम भनेको टेक्स्टलाई गाडा बनाउनु पनि हो, सिमेन्टिक्स दिने क्या। जस्तो फर इक्जाम्पल कुनै पनि युजरले पछि इन्टरनेट, जस्तै यो वेबसाइट पछि होस्ट भइसकेपछि प्रोडक्समा ल्यायो भने दिस इज अ स्ट्रङ ट्याग भनेर कहीँनिर युजरले युआरएल बारमा गएर टाइप गर्यो भने मलाई पनि रिफर गर्नु है भनेर भन्छ क्या। जस्तो स्ट्रङ ट्यागभित्र जस्तै मैले निमेश श्रेष्ठ मेरो नाम दिएँ अरे, पछि युजरले निमेश श्रेष्ठको कुनै पनि युजरमा कुनै पनि गुगल क्रोममा गएर सर्च गर्यो भने यो वेबसाइटलाई पनि देखाउने काम गर्छ क्या, वेबसाइटलाई देखाउँछ क्या, मेरो वेबसाइटलाई देखाउँछ क्या, रिफर गर्छ क्या त्यहाँनिर, ठिक छ। यसको बारेमा हामी पछि डिटेलली कुरा गर्छौँ, यति बुझ्नु पऱ्यो क्या, सिमेन्टिक्स ट्याग्स भन्ने के रहेछ भन्ने कुरा बुझ्नुपर्छ है त। ल, र अब हाम्रो अर्को नेक्स्ट बुझ्नुपर्ने कुरा भनेको कुनै पनि वेबसाइटको सिमेन्टिक्स लेआउट कस्तो हुन्छ त, बनाउँदाखेरि कस्तो टाइप्सका आर्किटेक्चरको वेबसाइट बनाउनु पर्यो त भन्ने कुरा हुन्छ। जस्तो कुनै पनि सिमेन्टिक्स लेआउटको वेबसाइट यस्तो फर्ममा हुन्छ है त, ठिक छ। सुरुमा हाम्रो हेड सेक्सन हुन्छ। अब हेड सेक्सनभित्र आइदर यो नेभिगेसन बारहरूलाई पनि, नेभिगेसन मेनुहरूलाई पनि हेड सेक्सनभित्र राख्छौँ, कोही कोहीले हेडर बाहिर राख्छ क्या न्याबलाई। अब बाहिर राख्दा चाहिँ राम्रो हुन्छ क्या, किन हो पछि हामी डिस्कस गर्छौँ। अनि अर्को कुरा भनेको कुनै पनि हाम्रो कन्टेन्टहरू छ नि, यिनीहरू यो एसाइड, आर्टिकल्स, फिगर्स, होइन, सेक्सन, प्याराग्राफ, इमेज, भिडियो सिडियोहरू सबै हामी सबै मेनभित्र राख्छौँ है त, मेन ट्यागभित्र, ठिक छ। यो सबै हाम्रो यिनीहरू सबै भनेको हाम्रो सिमेन्टिक्स ट्याग्सहरू, एसाइड, फिगरहरू। कुनै पनि हामी आर्टिकल लेख्दैछौँ भने हामी आर्टिकल ट्याग्स युज गर्छौँ, होइन। कुनै पनि बुक्सहरू, किताबहरू लेख्दैछौँ भने हामी आर्टिकल ट्याग्समा लेख्छौँ है त। कुनै पनि ब्लग्सहरू, होइन, डिस्क्रिप्सनहरू लेख्दैछौँ भने सिमेन्टिक्स फलो गर्ने हो भने हामी आर्टिकल ट्याग्स युज गर्छौँ। त्यही गरी सेक्सन भनेको जस्तै हाम्रो हिरो सेक्सन हुन्छ, म्यासेज फ्रम सिओ सेक्सन हुन्छ, फिचर्स कन्टेन्टहरू हुनसक्छ, होइन, कोर्सेसहरू हुनसक्छ, कोर्सेसहरूको सेक्सनहरू, हामी सेक्सन डिफ्रेन्ट सेक्सनमा चाहिँ कुनै पनि वेब पेजलाई चाहिँ हामी क्याटेगोराइज गर्छौँ। नेक्स्ट भनेको हाम्रो फुटर। यो फुटर पार्टमा चाहिँ के हुन्छ भन्दाखेरि नि, चाहिँ कुनै पनि वेबसाइटको लास्टमा लेखेको हुन्छ नि, जस्तै कपिराइट, @ अनि त्यो वेबसाइटको नामहरू हो, त्यस्तो पार्टहरू हामी इन्क्लुड गर्छौँ क्या त्यसमा, ठिक छ। अनि यो हाम्रो एसाइड भनेको चाहिँ
जस्तो फर इक्जाम्पल कुनै पनि हामी वेबसाइट ब्राउजिङ गर्दा त्यहाँ हामी स्पेसली न्युज दिने खालको वेबसाइटमा देख्छौँ नि हामी त्यहाँ विभिन्न हाम्रो त्यो एडभर्टाइजमेन्ट विज्ञापनहरू दिइरहन्छ क्या साइडमा हो त्यो भित्र चाहिँ हाम्रो एसाइडभित्र पर्छ क्या यसले के भन्छ भन्दाखेरि यो भित्र मभित्र जे चाहिँ कन्टेन्ट छ त्यो मेरो वेबसाइटको पार्ट होइन त्यही भएर मलाई यो रिफर नगर्नु भनेर भन्छ क्या ठिक छ हो यति हो हाम्रो कुनै पनि सेमान्टिक्स वेबसाइटको लेआउट है त ल अब हाम्रो छैटौँ टपिक भनेको चाहिँ एचटिएमएलको लिस्ट है त अब सिम्पली लिस्ट भन्नाले हामी के बुझ्छौँ जस्तै फर इक्जाम्पल लिस्ट अफ फ्रुट्स भन्छौँ त्यसमा हाम्रो पोइन्ट नम्बर 1 मा एप्पल 2 नम्बरमा हाम्रो ओरेन्ज 3 नम्बरमा हाम्रो म्याङ्गो होइन 4 नम्बरमा हाम्रो लिची होइन यस्तो यस्तो पोइन्टमा आउँछ नि भन्नाले रोमन नम्बर अथवा कुनै पनि नम्बरमा 1 2 3 4 5 त्यसलाई हामी अर्डर लिस्ट भन्छौँ होइन त्यसको लिस्टको टाइप्सको कुरा गर्दाखेरि दुई टाइप्सको हुने गर्छ है एउटा भनेको अर्डर लिस्ट हुन्छ अहिले भर्खर भनेको 1 2 3 4 5 6 यो एरेन्जिङ यस्तो अर्डरमा छ भने यसलाई हामीले अर्डर लिस्ट भन्छ होइन दुई टाइप्सको हुन्छ है जस्तै फर इक्जाम्पल एउटा भनेको टाइप्सको कुरा गर्दा एउटा भनेको हाम्रो अर्डर लिस्ट भन्छ 2 नम्बरको भनेको हाम्रो अनअर्डर लिस्ट हुन्छ क्या जस्तै अब अनअर्डर लिस्ट भन्नाले कस्तो बुझिन्छ भन्दाखेरि जस्तै थोप्ला होइन स्क्वायर ब्राकेटमा एरो दिएको हुन्छ नि त्यो डिस्क सेपको अर्को भनेको सर्कल सेपको हो यस्तो यस्तो टाइप्सको लिस्टलाई चाहिँ हामी के भन्छौँ अनअर्डर लिस्ट भन्छौँ क्या अर्डर लिस्टलाई हामीले ओएलले इन्ड गर्छौँ अनअर्डर लिस्टलाई हामीले युएलले गर्छौँ क्या एचटिएमएलको कुरा गर्दाखेरि चाहिँ ट्याक्सको कुरा गर्दाखेरि ठिक छ जस्तो फर इक्जाम्पल यही इक्जाममा हामी सुरुमा त हामी के गर्छौँ अर्डर लिस्टमा जान्छौँ सुरुमा है त अर्डर लिस्टलाई केले गर्छ अरे ओएल गर्छौँ ओएलभित्र अब फेरि एउटा लिस्टहरू दिनुपर्ने हुन्छ मैले भने चाहिँ यो भित्र एलाइ गरेँ जस्तो यो माथि मैले एउटा दिन्छु लिस्ट अफ फ्रुट्स भनेर गर्छु अब फ्रुट्समा जस्तै एप्पल हुन्छ होइन अर्को भनेको जस्तै अब म्याङ्गो हुन्छ अर्को भनेको जस्तै लिची हुन्छ ओरेन्ज हुन्छ होइन जस्तै किवीहरू हुन्छ अब जस्तै मैले यसको आउटपुट हेऱ्यो भने यसको कन्सोलमा हेर्नु त लिस्ट अफ फ्रुट्स भनेर एच1 भइहाल्यो 1 2 3 4 5 गरेर कति यो लिस्टमा आयो क्या यस्तो अर्डरमा यसलाई भन्छ हामीले अर्डर लिस्ट भन्छौँ अब नेक्स्ट भनेको सिमिलरली यसै गरी हामी अनअर्डर लिस्ट गर्छौँ ठिक छ अब अनअर्डर लिस्टलाई हामीले के गर्छौँ रे युएलले है त जस्तो H2 भनेर दिएँ मैले अथवा H1 नै दिन्छु म यसलाई हेडिङ लिस्ट अफ फ्याकल्टीहरू जस्तै त्रिभुवन युनिभर्सिटीमा कस्तो कस्तो टाइप्सको फ्याकल्टीहरू छ त त्यसको डिस्क्राइब गर्छौँ जस्तो लिस्टमा गयो एउटा भनेको जस्तो फ्याकल्टी अफ म्यानेजमेन्ट होइन अर्को भनेको हाम्रो इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी यसलाई हामी आइओएसटी पनि भन्छौँ होइन अर्को भनेको जस्तै आइओई भन्छ ठिक छ आइओई जस्तै यसलाई अब मैले हेरेँ भने डटमा आयो क्या होइन ठिक छ यस्तो बुलेट पोइन्टमा आयो भने यसलाई अनअर्डर लिस्ट भन्छौँ है त अब जस्तै मलाई यसलाई रोमन नम्बरमा चाहियो अरे यसलाई मैले जस्तै डिस्क भन्नाले स्क्वायर सेपमा चाहियो अरे भनेपछि यसको लागि चाहिँ मैले अलिकति सिएसएस युज गर्नुपर्छ है त त्यो सिएसएस चाहिँ हामी पछि डिस्कस गर्छौँ ठिक छ अहिलेको लागि यति बुझ्नु पर्यो अब हाम्रो सातौँ टपिक भनेको चाहिँ मल्टिमिडिया ट्याग्स है त मल्टिमिडिया ट्याग सिम्पली भन्नुपर्दा जस्तै कुनै पनि एउटा इमेज छ होइन अथवा भिडियो छ अडियो छ त्यस्तो ट्याग्स त्यस्तो कन्टेन्टहरूलाई चाहिँ हामीले एचटिएमएलमा युज गर्छौँ भने त्यसलाई हामीले मल्टिमिडिया ट्याग्स भन्छौँ है त जस्तो फर इक्जाम्पल हामीले अगाडि पनि डिस्कस गरेको थियो इमेज कुनै पनि इमेज गर्नु छ भने हामीसँग एट्रिब्युट्स के छ एउटा भनेको सोर्स छ अल्ट छ
अरू पनि हुन्छ, अहिले एकछिन हामी डिस्कस गर्छौँ। सुरुमा चाहिँ म एउटा कुनै पनि इमेज लिन्छु, जस्तै यो वेबसाइटमा गएँ, Ctrl+C गरेर म यसमा पेस्ट गरेर यसको आउटपुट हेरेँ भने एउटा इमेज आउँछ, ठिक छ। जस्तै इमेजमा यो अल्ट सेक्सन भन्नाले यो अल्ट सेक्सन खाली राख्नु भएन है त, यो के लेख्छु म, जस्तै माई इमेज भनेर लेख्छु, ठिक छ। यसको विड्थलाई म जस्तै 120 गरिदिन्छु, ठिक छ। साइज घट्यो घटेन, 300 गऱ्यो भने अलिकति साइज बढेर आउँछ, ठिक छ। हाइट, यसको हाइट भनेर अर्को एट्रिब्युट छ, जस्तै हाइटमा मैले 300 दिएँ अरे, स्क्वायर सेप आयो क्या होइन, स्क्वायर सेपमा होइन। भिडियो ट्याग छ है त, जस्तो भिडियो ट्याग छ, भिडियो ट्यागले एउटा सोर्स लिन्छ। अब एउटा भिडियो मलाई चाहियो है, जस्तै फर इक्जाम्पल मैले क्रोममा जान्छु र फ्री पिक भन्ने एउटा वेबसाइट छ, त्यहाँ गएर एउटा म भिडियो तान्छु है त। कुनै पनि गुगलबाट भिडियो तान्ने होइन है त, कुनै पनि गुगलबाट जस्तै इमेजहरू भिडियोहरू तान्ने होइन, कपिराइट लाग्छ वेबसाइटमा आएको भने। जस्तै मैले एउटा कोडिङ भिडियो लेखेर मैले सर्च गर्छु र एउटा भिडियो म यहाँबाट डाउनलोड गर्छु, त्यहाँबाट फ्रीली लिएँ। मलाई इमेज चाहिएको होइन, मलाई भिडियो चाहिएको हो, म भिडियोमा जान्छु, यसरी भिडियोमा जान्छु र एउटा म भिडियो डाउनलोड गर्छु, ठिक छ। ल मैले भर्खरै फ्रीपिकबाट एउटा भिडियो पनि डाउनलोड गरिसकेँ र अब त्यो फाइलको नामलाई म रिनेम गर्छु, ल भिडियो भनेर राख्छु, ठिक छ। ल भिडियो राखेँ अरे। अब यो भिडियो चाहिँ मैले यहाँनिर एउटा पाथ दिनुपर्ने हुन्छ नि मैले यसको, जस्तै मैले video.mp4 गरेँ, ठिक छ। जस्तै मैले यसको यहाँ आउटपुट हेर्दाखेरि भिडियोको साइज चाहिँ ठुलो भएछ, अब यसको साइजलाई अलिकति घटाउनु पर्ने छ। जस्तो मैले यसको विड्थमा गएँ र यसको 200 गरेँ, यसको हाइटलाई पनि ल मैले 200 गरिदिएँ, भयो कि भएन। ल सपोज मैले यसलाई 500 गरिदिन्छु, दुइटैलाई हाइट विड्थलाई 500 500 यस्तो आयो क्या होइन। भिडियो चल्यो कि चलेन, चलेन नि त। यसलाई चल्नै पाउनु पऱ्यो भने चाहिँ मैले यहाँनिर गएर एउटा एट्रिब्युट छ यहाँनिर, अघि हामीले पढे जस्तै इलिमेन्ट स्पेसिफिक एट्रिब्युट्स, जस्तै यहाँनिर गएर मैले कन्ट्रोल्स भनेर लेख्छु, ठिक छ। कन्ट्रोल्स, यो कन्ट्रोल गर्नु साथ आयो क्या होइन भिडियो। मैले यहाँ प्ले गरेँ भने प्ले हुन्छ होइन, फुल स्क्रिन गरेँ भने फुल स्क्रिन हुन्छ, यसरी चल्छ। अब मलाई यो भिडियो अटोमेटिकली चल्नु पऱ्यो क्या, यो बनाउनुको लागि के गर्नु पऱ्यो, जस्तो अटो प्ले गर्नु पऱ्यो क्या गएर, ठिक छ। अब यो कन्ट्रोल चाहियो त, चाहिएन नि त, अटोमेटिकली चल्छ क्या। अब यो भिडियो सकिने बित्तिकै यो रोकिन्छ क्या, यो त्यो कन्टिन्युस लुपमा राख्नु छ भने मैले एउटा स्पेसल एट्रिब्युट छ, जस्तै भिडियो सक्यो नि, अब यसलाई मैले लुपमा लाउनु छ, चलिरहेको छ क्या कन्टिन्युस गर्नु छ भने मैले यहाँनिर गएर लुप हालिदिन्छु क्या, ठिक छ। अब यो कन्टिन्युस चलिरहन्छ वेबसाइटमा हो। यसरी चाहिँ हामीले भिडियो ट्याग युज गर्न सक्छौँ है त। ल अब हाम्रो मल्टिमिडिया ट्याग्समै पर्ने एउटा पावरफुल ट्याग भनेको चाहिँ आइफ्रेम ट्याग है त, आइफ्रेम ट्याग, ठिक छ। यो आइफ्रेम ट्याग भनेको त्यस्तो टाइप्सको पावरफुल ट्याग हो जसमा चाहिँ जस्तै कुनै पनि एउटा एक्सटर्नल साइट छ, जस्तै युट्युब, म्यापहरू, गुगल म्यापहरू, त्यहाँबाट मैले A to Z कन्टेन्टहरू मेरो वेबसाइटमा डिस्प्ले गराउनु छ भने मैले आइफ्रेम ट्याग युज गर्छु, ठिक छ। जस्तो फर इक्जाम्पल हामी यहाँ जाउँ, जस्तै मैले एउटा कुनै पनि युट्युब भिडियो मैले मेरो वेबसाइटमा डिस्प्ले गराउनु छ भने A to Z, जस्तै मैले यो भिडियो लिएँ, यहाँ जान्छु, सेयरमा जान्छु, यो इम्बेड फाइल छ कि छैन हो यसमा कपी गर्छु, क्लिक गर्छु र म यो आइफ्रेम फाइललाई यति कोडलाई म कपी गर्छु, ठिक छ, र मेरो वेबसाइटमा पेस्ट गरिदिन्छु। अब यसलाई मैले रन गरेर हेर्दाखेरि आयो कि आएन, तो यार साल था 2015, ठिक छ। A to Z आयो क्या होइन युट्युबको। जस्तै अब फर इक्जाम्पल मलाई गुगल म्याप चाहियो अरे, गुगल म्यापको लोकेसन मलाई A to Z चाहियो अरे। ल गुगल म्यापमा जान्छु, सपोज मलाई यसको लोकेसन चाहियो अरे, यहाँ जान्छु, सेयरमा जान्छु र म यहाँ इम्बेड म्याप भन्ने छ यसको कपी HTML गर्छु र मेरो वेबसाइटमा यहाँनिर पेस्ट गरिदिन्छु, ठिक छ।
अब यसलाई मैले राइट क्लिक गरेर ओपन विथ लाइभ सर्भर गर्छु। यहाँनिर म्याप के आयो क्या होइन पाटनकै ठिक छ। हो यसरी चाहिँ हामी कुनै पनि एक्सटर्नल कन्टेन्टहरूलाई हामी हाम्रो वेबसाइटमा राख्न सक्छौँ है त। ल यो भिडियोमा चाहिँ यति नै गरौँ आजको लागि होइन। अब अर्को नेक्स्ट भिडियोमा चाहिँ हामी टेबल ट्यागको बारेमा युज गर्छौँ होइन। टेबलको के कस्तो कस्तो टाइप्सको ट्यागहरू रहेछ। अर्को भनेको हामी फर्मलाई कसरी भ्यालिडेट गर्ने भन्ने एउटा फर्म ट्यागभित्र पर्ने ट्याग्सहरूको बारेमा हामी डिस्कस गर्छौँ। साथै अरू इम्पोर्टेन्ट एडभान्स एचटिएमएलको बारेमा पनि हामी कुरा गर्छौँ होइन। ल धन्यवाद। ठिक छ ल।